पैसाको लागि कसैले सोध्छ भने 5 तला घर छ मेरो काठमाडौँमा, सिधै भन्छु होइन। मैले 25 वर्षको उमेरदेखि गाडी चढाएर आफैले कमाएर, पैसाको लागि त हुँदै होइन। मैले गीत गाउँदा पनि पैसा आउँछ, डिजाइन गर्दा पनि पैसा आउँछ, सुपरभिजन गर्दा पनि पैसा आउँछ, कन्स्ट्रक्सन लिएर गर्दा पनि पैसा आउँछ, मैले इन्डोर्समेन्ट गर्दा पनि पैसा आउँछ, मैले कहीँनिर बोलिदिँदा पनि पैसा दिन्छन् आजभोलि त होइन। जे गर्दा पनि पैसा आउँछ भनेपछि त्यो पैसाको लागि होइन। अनि नामको लागि एउटा केही गरौँ भन्नेको लागि हो। जस्तै विनोद चौधरीजी बिलियनियर हुनुभयो, तैपनि उहाँ लाग्नुभयो होइन। उहाँलाई चाहिँ अब यो समाजको लागि के गर, अब अलरेडी नामको लागि त अलरेडी म्युजिक गरिरहेको छु, मान्छेले गीत सुनिरहेकै छन् होइन। सबैले चाहिने जति, सबैभन्दा चाहिने जतिले चिन्नु भएकै छ, त्यो नामको लागि पनि होइन। यो चाहिँ के हो भन्दाखेरि मलाई चाहिँ मेरो बच्चा बेलामा सोसल स्टडी, मोरल साइन्स, नेपाली साहित्य पढाउने टिचरहरूले चाहिँ के भन्नु हो भन्दाखेरि सेवा गर्नलाई, काम गर्नलाई पद चाहिँदैन भनेर सिकाउनु भयो। तर त्यो पदमा नालायकहरू बसेको पनि देख्नु सकिँदैन भन्ने कुरा चाहिँ सिकाउनु भएको थिएन। अब चाहिँ मलाई त्यो फिल भयो क्या। ठिक छ, चाहिँदैन, पोस्ट चाहिँदैन काम गर्नलाई, अहिलेसम्म त मैले काम गरि नै रहेको छु। तर त्यो पोस्टमा नालायक मान्छे बसेको त म देख्न सक्दिनँ नि त। त्यो पनि त एउटा पाप हो नि त। त्यो देखि पनि आफू चुप लाएर बस्नु त गल्ती हो नि त। त्यहाँ राखिदिनु नि त राम्रो मान्छे। बुझे दाइ कि तपाईँ कुरा नि सबै थोक बुझे, तपाईँमा के ट्यालेन्ट छ बुझ्नुभयो नि। तपाईँ जे पनि गरेर पैसा कमाउन सक्नुहुन्छ, किनभने तपाईँको मेहनत भरिएको छ त्यसमा। तर नि म तपाईँलाई रिसाएर भन्दैछु कि साँच्चीकै तपाईँ वैदिक सनातन धर्म हुनुहुन्छ नि, गौतम बुद्धको मार्ग अपनाउनुहुन्छ नि, त्यो एकचोटि तपाईँ नि भागवत गीता, गरुड पुराण अनि त्यसपछि गौतम बुद्धले मार्गदर्शन जो देखाएको छ बुक, त्यो बुक पढ्नु कि, अनि तपाईँलाई थाहा लाग्छ। ठुलो ठुलो कुरा गरेर हुँदैन। अहिले हाम्रो देशमा यो नेताहरूले आफ्नो पर्सनल स्कुल अरे, आफ्नो पर्सनल गाडी रोडमा चलाउनलाई, आफ्नो पर्सनल हस्पिटल, आफ्नो पर्सनल सपिङ सेन्टरहरू, अनि शिक्षाको नाममा भेदभाव के हो? पर्सनल स्कुल खोलेर के हो? त्यस्तै प्रवचन दिनेछ नि, तिमी आफ्नो टिमको लिडरलाई दिनु कि हामी जनताले बुझ्छु कि धेरै मान्छे आयो कि सोच राख्नुहुन्छ भने पृथ्वीनारायण शाह जस्तो सोच राख्नु कि एकीकरण जस्तो सोच। यो भेदभाव दुई मुखे जस्तो सोच नराख्नु, नत्र फेरि के हुन्छ त्यो त जनतालाई थाहा छ। किनभने मैले पनि घन्टीमा भोट हालेर आएको क्या, तपाईँको गीत सुनेर। तर जुन गीत सुने नि, त्यो गीतको गुण त अलिकति पनि छैन तपाईँमा क्या। त्यो भन्दा दामी, तपाईँ भन्दा नि दामी नि सुदन गुरुङ अनि रवि लामी छाने छ। सुदन गुरुङ दाइलाई म बेस्ट मान्दैछु क्या। त्यसले जतिवटा 4-5 निर्णय लियो न, सही निर्णय लियो। किनभने सबभन्दा पहिला प्रधानमन्त्रीलाई त्यसले भित्र नछिराउँथ्यो भने नि सुदन गुरुङ दाइ माथि अट्याक पनि हुन सम्भावना हुन्थ्यो। त्यसैले तपाईँ ठुलो ठुलो कुरा नगर्नु। धेरै तपाईँको ठुलो कुरा सुने, तर जुन तपाईँको गीतमा देशभक्ति छ नि, त्यस्तो तपाईँको दिमागमा छैन। ठुलो ठुलो कुरा गर्न आउँछ कि कसैले त्यो भाइले रेप गरेको थियो, अलिकति मिस्टेक भयो, त के गर्ने? थुन दिने, थुन दिनु। मलाई पनि लाउनुहुन्छ, थुन दिनु, गइहाल्छु। चोरहरू यति छ देशमा, त्यसले थुन्नै सक्दैन। गरिबहरूमाथि हेप्ने काम गर्छ, ठुलो ठुलो कुरा गर्छ।